नत्र नेपाली काङ्ग्रेसमा नि 101 यङ केटाहरू छन्, राम्रो छन्। एमालेमा त्यस्तै खालका छन्। तर चाहिने किन पुरानै किन चाहिने? के त्यतिको नेतृत्व, त्यतिको ज्ञान र त्यतिको अनुभव नभएका मान्छे छैनन् नि। अब यिनले त कुनै पनि हालतमा नछोड्ने भइसकेपछि त्यसै उनको चाहना के छ भने है यो तिम्रो पुरानो परम्पराले भ्रष्टाचार बढ्यो, तिमीहरूले जडा गाड्यौ, त्यसैले छोड्देऊ। प्रिय पाठक, श्रोता तथा दर्शकवृन्द, नमस्कार। कर्णाली संवादको अर्को महत्त्वपूर्ण श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म केशर ओली। कर्णाली संवादको आजको श्रृङ्खलामा हामीसँग संवाद गर्नका लागि यति बेला खम्बराज थानी हुनुहुन्छ। खम्बराज थानी विशेष गरी नेपाल सरकारको कर्मचारी भएर 3 दशक लामो समयसम्म काम गरेको अनुभव उहाँसँग छ। त्यति मात्र नभइकन सुर्खेत कल्याण समाज काठमाडौँमा आबद्ध भई 3 दशककै पेरिफेरीमा उहाँले त्यहाँ पनि काम गर्नुभएको अनुभव छ। विशेष गरी अहिलेको कर्णाली प्रदेश अस्पताल, तत्कालीन समयमा क्षेत्रीय अस्पताल सुर्खेत कालागाउँमा 2072-73 सालमा त्यसको अध्यक्ष भएर प्रदेश अस्पताललाई यहाँसम्म ल्याउनमा विशेष योगदान पनि उहाँको छ। उहाँ त्यसको अध्यक्ष पनि रहनुभयो। त्यति मात्र नभई पछिल्लो समय उहाँ राजनीतिमा पनि सक्रिय रहनुभएको छ। उहाँका थुप्रै किसिमका अनुभव छन्। उमेरले 77 वर्ष पुरा भइसक्नु भएको उहाँसँग आज हामी कर्णाली संवादमा पछिल्लो समय उहाँका जीवनका अनुभवहरू, ज्ञानहरू सँगै पछिल्लो समय देशको राजनीतिक परिस्थितिका सम्बन्धमा संवाद गर्नेछौँ। आउनुहोस् आजका हाम्रा अतिथि खम्बराज थानीलाई कार्यक्रममा स्वागत गरौँ। सर, यहाँलाई कार्यक्रम कर्णाली संवादमा हार्दिक स्वागत छ। नमस्कार। धन्यवाद। नमस्कार। कर्णाली संवादलाई 73 वर्षतिर प्रवेश गर्दै हुनुहुन्छ। 2009 साल यहाँको जन्म। तर यसो हेर्दाखेरि 50-55 वर्ष जस्तो देखिनुहुन्छ, यङ देखिनुहुन्छ। यो कसरी? यो वास्तवमा भन्ने हो भने यसमा 2-3वटा फ्याक्टरहरूले काम गर्छ जस्तो मलाई लाग्छ। पहिलो फ्याक्टर त के हो भनेपछि जेनेटिक फ्याक्टर पनि हुनसक्छ। जेनेटिक फ्याक्टरको बाबुआमाको जुन हेल्थ छ त्यसको आधारमा पनि केही जान सक्छ। र अर्को कुरा जीवनचर्या कसरी आफूले चाहिँ चलाउने त्यसमा पनि निर्भर पर्छ। म केटीदेखि नै म एउटा चाहिँ नि म हाई स्कुलमा पढाउँदाखेरि पनि म एउटा पिटी खेलाउने विद्यार्थी थिएँ। अनि त्यत्रो स्कुलका विद्यार्थीहरूलाई म पिटी खेलाउँथेँ। अनि पिटी खेलाएर क्लासमा लैजान्थेँ। अनि क्लासमा लिएर कहिलेकाहीँ हाम्रो अनि कार्यक्रमहरू पनि हुन्थ्यो शुक्रबारको कार्यक्रममा। त्यसमा म अलिकति फन्नी कार्यक्रममा पनि असाध्य रुचि राख्ने मान्छे भए हुनाले सायद मलाई त्यस्तै लाग्छ। सानैदेखि अलिकति खानपिनमा पनि अलिकति विचार गर्ने भएको हुनाले यसो भएको हो कि भन्ने त लाग्छ। यो वास्तवमा भन्ने त ईश्वरकै कृपा हो जस्तो लाग्छ। फेरि कर्मचारी पनि रहनुभयो यहाँ, त्यसो भएको हुनाले पनि खानपानको सबै कुराहरू मिल्यो होला। यसो खानपिनमा झन् कर्मचारीको बेलामा यदि खानपान मिलाउन सकेन भने त्यो जीवन जान्छ। त्यस बेलामा विभिन्न किसिमका खानपिनहरू आउँछन्। त्यो खानपिनको लयमा लाग्यो भने जीवन जान्छ। त्यसो भएको हुनाले मलाई त्यतातिर रुचि भएन। आफ्नो जो खानपिन हो त्यसैमा चाहिने रमाउने रुचाउने भए हुनाले मेरो त्यो अलिकति घेरादेखि बाहिर गएन, आफ्नै चाहिने घेरामा रहेँ। र अर्को कुरा के भने सानैदेखि यो अलिकति पूजापाठ पनि गर्ने अनि त्यतातिर पनि आफ्नो ध्यान भएको हुनाले तपाईँले भोगेको यो 77 वर्ष 7 दशक लामो समय यहाँ कर्मचारी रहनुभयो। यहाँ सुर्खेत कल्याण समाजमा 30 वर्ष काम गरेको छु भनेर भन्नुभयो। आबद्धता प्रदेश अस्पतालमा अध्यक्ष भएर काम गरेको र पछिल्लो समय राजनीतिमा पनि सक्रिय रहनुहुन्छ। सम्भवतः यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्धता र कर्णाली प्रदेशको सङ्गठन विभागको प्रमुख भएर पनि काम गर्नुभयो। यो सबै जीवनलाई चाहिँ संक्षिप्तमा व्यक्त गर्दाखेरि यहाँले भोगेका महत्त्वपूर्ण भोगाइहरू र अनुभवहरू यसमा चाहिँ भन्दाखेरि त अब जीवन त साँच्चै भन्ने हो भनेपछि धेरै लामो नै चाहिँ गइसक्यो चाहिँ भनेर भन्नुहुन्छ। अब मेरो जन्म चाहिँ नि यो यही बैलगाडा यहाँ गढी भन्छ जहाँ, त्यहाँ मेरो चाहिँ नि जन्म भएको हो। मैले चाहिँ नि पढाइ चाहिँ नि हाम्रो सोल्जर बोर्ड स्कुल भन्ने हुन्थ्यो अनि तल्लो चाहिँ के भन्छ तल्लो एउटा के गाउँको नाम थियो, थोत्रे गाउँदेखि अलिकति पर पर्थ्यो त्यसलाई। अनि तल्लो राम्रीगाडा भन्थे। त्यहाँ चाहिँ नि 5 क्लाससम्म त्यहाँ पढेको। अनि त्यसपछि 5 क्लासपछि
अनि यही सुर्खेतको चाहिँ नि पब्लिक हाई स्कुलमा चाहिँ नि गोठीगाँडा पढ्यौँ र पछि आएर जब 23 सालमा अब सबै अड्डा अदालतहरू अनि सुर्खेतमा सरे। त्यसपछि हामी यहीँ सुर्खेतमै चाहिँ नि एसएलसी पनि गरियो, 25 साल एसएलसी गरियो। हाम्रो पालामा एसएलसी गर्दाखेरि नेपालगञ्ज जानु पर्थ्यो, यहाँ सेन्टर थिएन। त्यसबेला नेपालगञ्ज गएर हामीले चाहिँ नि एसएलसी दिएको हो र एसएलसी दिएपछि यहाँ सोल्जर बोर्ड एउटा स्कुल थियो, त्यो त्यसमा पढाउने काम गरियो अनि ढोडेखालीमा पढाउने काम गरियो। अनि पछि चाहिँ नि नेपाल जागिरीको सुरुवात चाहिँ कहिले? जागिरको सुरुवात मैले जब एसएलसी गरेँ थाई रूपमा त मेरो जागिर भन्ने हो भने 2033 सालदेखि थाई रूपमा भयो। अब त्यसभन्दा अगाडि पनि अब 2000 चाहिँ नि तपाईँको कति 30-31 तिर म यहाँ सहकारी चाहिँ एउटा चाहिँ नि सहकारी विभाग सहकारी चाहिँ नि तपाईँको निर्देशनालय आएको थियो। त्यसबेला म त्यहाँ सहायक लेखापाल भएर काम गरेको। त्यहाँ काम गर्दा गर्दै मैले चाहिँ नि खरदारको पनि जाँच दिएको थिएँ, सुब्बाको पनि दिएको थिएँ। तर खरदारको जाँच दिँदाखेरि सिंहदरबारमा आग लागि भयो। आग लागि भएपछि त्यहाँ लोकसेवा आयोगलाई त्यो नतिजा प्रकाशन गर्न अलिकति कठिनाइ भयो र लामो समय भएपछि अनि त्यसपछि चाहिँ प्रकाशन भयो। म त्यस बेलामा प्राविणी भएर दैलेख गएको थिएँ। अनि त्यहीँबाट चाहिँ नि मलाई 2032 सालमा नयाँ शिक्षा योजना दैलेखमा लागू भएको थियो। त्यो दैलेखमा लागू भएको बेला म त्यहाँ प्राविणी भएर गएको थिएँ। अनि जब चाहिँ नि मेरो नियुक्ति आयो थाई नियुक्ति, त्यो खरदारको थियो। त्यो खरदारको नियुक्ति जब मैले पाइसकेपछि 2033 सालमा सुर्खेतमा यो निर्वाचन आयोगमा आएर यो मैले काम गर्न थालेँ। र त्यसै अवस्थामा यो वीरेन्द्रनगर भनेर पनि पहिला त गाविस थियो, यो बैलगाडा गाविस, गोठीगाँडा गाविस, कटुकुवा गाविस, जरबुटा गाविस भन्ने थियो। ती तीनटैलाई 3-4वटालाई चाहिँ नि 9000 जनसङ्ख्या भयो भने नगरपालिका चाहिँ नि बनाउने भन्ने माथिको निर्णय भएको हुनाले त्यसै अनुसार काम गरेर त्यसै अवस्थामा नै यो नगरपालिका 9वटा गठन गरेको पनि त्यो हाम्रै पालामा हो। यहाँले निर्वाचन गराएको विभिन्न जिल्लामा निर्वाचन मैले पहिलो निर्वाचन 33 सालको निर्वाचन यहाँ त्यस बेलामा के थियो भनेपछि हाम्रो सदन त्यस बेलाको चाहिँ नि राष्ट्रिय पञ्चायत भन्थ्यो। राष्ट्रिय पञ्चायतमा कन्टिन्यू हुन्थ्यो सदन, त्यस बेलाको कन्टिन्यू हुन्थ्यो। अनि 25% चुनाव हुँदै जान्थ्यो र पञ्चायतको चाहिँ नि जो सदन थियो त्यो थाइरहन्थ्यो र हरेक वर्ष चुनाव भइरहन्थ्यो 25%। त्यसै सन्दर्भमा पहिलोपटक चाहिँ नि अब यो 33 सालमा यहाँ सुर्खेतको गराएँ, अनि 34 सालमा चाहिँ नि महेन्द्रनगरको, अनि 35 सालमा चाहिँ नि सल्यानको गराएर हामीले त्यसपछि फेरि परिवर्तन आइहाल्यो। यसरी चाहिँ चुनाव गराइयो। सरकारी जागिरी खाने सिलसिलामा विभिन्न मन्त्रालयमा गएको अनि विभिन्न जिल्लाको प्रमुख भएको पनि यहाँसँग अनुभव छ, त्यसलाई पनि बताइदिनुहोस् न। म प्रमुख त यो निर्वाचन कार्यालयमा हुँदाखेरि खरदार भए पनि जिल्लाको प्रमुख हुन्थ्यो। त्यसै सन्दर्भमा फेरि म त्यसै बेलामा खरदार हुँदै फेरि अञ्चल सदरमुकाम भन्थ्यो। अञ्चल सदरमुकाम महेन्द्रनगर थियो। अनि त्यहाँ महेन्द्रनगर गएर त्यहाँ पनि निर्वाचनमा मैले चाहिँ नि काम गरेको हुनाले त्यो पनि चाहिँ नि प्रमुखकै पद हो। र खास गरेर मैले चाहिँ नि प्रमुखको पद खाएको भनेको अब एलडिओ भएर जुम्ला बसेँ। जुम्ला बसेर चाहिँ नि एलडिओको काम गरेँ। अनि त्यसै गरेर चाहिँ नि सिडिओ पनि भएँ। अनि सिडिओमा दार्चुलाको थिएँ। अनि त्यसपछि चाहिँ मलाई के सोच लाग्यो भनेपछि अब अलिकति चाहिँ नि समय घड्किँदै जाँदाखेरि आफू आफ्नै जिल्लामा आएर काम गर्दाखेरिको पहिलेको चाहिँ नि जो चिनाचानी चाहिँ कम भएको छ जिल्लामा त्यो पनि राम्रो हुने हैन, त्यो पनि ऊ भएर जाने, रिभ्यू भएर जाने भनेर फेरि त्यहाँबाट चाहिँ नि अब उसमा चाहिँ नि हाम्रो यहाँ क्षेत्रीय प्रशासन थियो। त्यो क्षेत्रीय प्रशासनमा सहायक प्रशासक भएर चाहिँ नि आएँ। अनि त्यहाँबाट सुर्खेतमा चाहिँ नि सहायक सिडिओको चाहिँ तपाईँको दरबन्दी क्रिएट भयो। अनि सहायक सिडिओ भएर सुर्खेतमा गएँ। अनि त्यसपछि चाहिँ मेरो बाहिर सरुवा भयो। अनि बाहिर सरुवा भइसकेपछि अनि मैले पछि राजीनामा दिएर जागिरबाट चाहिँ नि अवकाश लिएको। यहाँ जागिरको सिलसिलामा विभिन्न विदेश भ्रमण गर्ने अवसर पनि प्राप्त गर्नुभएको हो। त्यस बेला मलाई के थियो भनेपछि सुरुमा म पहिलो पटक चाहिँ नि अब 45 सालमा हो। 45 सालमा म यहाँबाट चाहिँ नि श्रीलङ्का गएँ। श्रीलङ्काबाट पाकिस्तान गएँ। पाकिस्तानबाट बङ्गलादेश गएँ।
अनि थाइल्यान्ड अनि यिनी देशहरू चाहिँ नि घुमियो र पछि गएर तपाईँको फेरि त्यहीँ यो पावर सम्बन्धी चाहिँ नि नियम बनाउनु पर्ने भएको हुनाले त्यसको लागि हामीलाई नर्वे लगेको थियो। नर्वेमा पनि गएर चाहिँ नि त्यो सम्बन्धमा स्टडी गरेर अध्ययन गरेर आइयो। यतिका देशहरू घुम्दै गर्दाखेरि यहाँलाई चाहिँ कस्तो अनुभूति फिल भयो अथवा त्यहाँको अनुभव र नेपालको अनुभव? यो एकदमै यसलाई चाहिँ नि ठ्याक्कै उल्टो छ। हजुर। जस्तै म तपाईँलाई एउटा रमाइलो कहानी बताऊँ। जब हामी नर्वे गयौँ, नर्वे जाँदाखेरि त्यो पावर हाउस चाहिँ नि जुन हामी हेर्न गयौँ, त्यहाँ जाँदाखेरि त्यहाँ मान्छे कोही पनि थिएन। त्यो ऊबाट नै इलेक्ट्रिक के भन्छ त्यसलाई, उनीहरूको फोनहरूबाट नै सबै काम हुन्थ्यो। अनि हामी चाहिँ नि त्यो यति बजे यो ठाउँमा जाने भनेर हाम्रो गाइड लग्यो। गाइडले लिँदाखेरि त्यहाँ कोही पनि थिएन, एकजना मान्छे मात्रै थियो त्यो प्रोजेक्सन राखेको, त्यो सबै कुराहरू देखाउने अनि कसरी यहाँको इतिहास कसरी हो, कसरी बन्यो, अहिले कस्तो अवस्था छ भन्ने यी कुराहरू थिए। त्यहाँ त तपाईँको कस्तो छ भने चरम चाहिने सीमा छ। त्यहाँ त बिजुली बत्ती नै चाहिने, अब कसरी एउटा रुख काट्न पाइँदैन, केही काट्न पाइँदैन। अनि त्यसमा चाहिने चरम अवस्थामा पुगेको त्यहाँ छ। अब हामीलाई हेऱ्यो, यसरी बनाउन सुरु गयो, यो भयो। अहिले कुनै ठाउँमा बिजुलीको प्रोजेक्ट बनाऊ भनेर भन्यो भने त्यहाँ, किनभने वातावरणीय चाहिने वातावरणमा प्रतिकूल हुन्छ भनेर त्यहाँको कानुनले दिँदैन। त्यसलाई गर्न बहुत त्यहाँका मान्छेहरूलाई सम्झाएर बुझाएर मात्र त्यहाँ चाहिँ त्यसरी चाहिँ बनाउने चाहिँ त्यस्तो छ। र तिनीहरूको त्यहाँ त हिउँ पर्ने ठाउँ, तपाईँको अब पानी नै अन्डरग्राउन्डबाट चाहिँ धेरै तल लगेको हुन्छ, तलै जमिनभित्र पानी उत्पादन गरेको, विद्युत उत्पादन गरेको हुन्छ। अब त्यो हेर्ने हो भने त नेपालको त कति पनि मिल्दैन। तपाईँ त्यो देशमा जाने बेला त नेपालमा 18 घण्टा बढी लोड सेडिङ, अनि त्यस बेलाको लोड सेडिङ त त्यो बेला होइन, त्यो त धेरै अगाडिको कुरा गरेको, धेरै अगाडि। नेपालभन्दा बाहिर गएर हेर्दाखेरि नेपाललाई चाहिँ यहाँले कस्तो देख्नुहुन्छ? अब नेपाल अत्यन्त सुन्दर छ। हेर्नुहोस्, मैले संसार घुमेँ। संसार घुमिसकेपछि यो नेपालको जुन भूगोल छ, अब तराई अनि तपाईँको अलिकति केही छिनमै चाहिँ नि पहाडपछि फेरि हिमाल, यहाँको चाहिँ हावापानी, यहाँका डाँडाकाँडा, यहाँको चाहिँ भेजिटेसन, यहाँका चराचुरुङ्गी, यी सबै यावत कुरा चाहिँ हेर्ने हो भने यति सानो भूगोलमा यस्तो राम्रो देश मेरो विचारमा मैले कहीँ पनि देखिनँ। संसारकै अनुगम के भन्छ त्यो अनुगमले चाहिँ नि दिएको यो देश जस्तो लाग्छ, अति सुन्दर छ। यति राम्रो प्राकृतिक रूपमा, यति राम्रो सुन्दर भौगोलिक विविधताको कारण यति सुन्दर देश, भौगोलिक विविधतायुक्त हाम्रो देश विकासका दृष्टिकोणले किन पछाडि पर्यो जस्तो लाग्छ? यो वास्तवमा कुरा के हो भने मलाई अलिकति यसमा गरिबी जस्तो लाग्छ। यो गरिबीलाई नियन्त्रण गरेर त्यो गरिबीलाई कसरी चाहिँ गरिबीबाट चाहिँ नि त्यसलाई अगाडि ल्याउने भन्ने किसिमको जुन सोच छ नि, त्यो सोच हामीमा आएन। यसमा सबैभन्दा ठुलो कुरा के हुँदो रहेछ भनेपछि आफू मरेर पनि अर्कालाई चाहिँ नि बनाउनु पर्छ भन्ने जुन हाम्रो छ नि, त्यस्तै गरेर हाम्रा चाहिँ जुन नेतृत्वकर्ताहरू हुन्, उनीहरूले एउटा त्याग गर्न सकेको भए, आफूले त्यसमा चाहिँ नि लाभका कुरा चाहिँ नि छोडेर देश हो भनेर चाहिँ नि लागेको भए, मलाई लाग्छ यो देश त तपाईँको हामीलाई थाहा छँदैछ। राजा चाहिँ नि महेन्द्रको पालामा त्यति उद्योग धन्दा, बाटो काटो यी सारा चिज भएको, आज आएर चाहिँ नि यस्तो अवस्थामा हुनुपर्ने अवस्था थिएन। जबकि त्यो त्यस बेलामा इन्डिया अनि चाइना भन्दा पनि हामी अगाडि थियौँ। अब के भयो भने नेतृत्ववर्गले पनि फरक पार्यो, त्यसको साथसाथै हामीलाई बाह्य चाहिँ नि उसले पनि हावाले पनि के विषयमा एकैछिन पछाडि आउँला। धेरै प्रश्न गर्नु छ राजनीतिसँग त यहाँसँग। विदेश भ्रमणपछि चाहिँ आएर चाहिँ यहाँ कर्णाली प्रदेश अस्पतालको चाहिँ अध्यक्ष पनि रहनुभयो तत्कालीन समय, त्यसको अनुभव चाहिँ सुनौँ न। अब यस्तो छ, यसमा के हुन्छ भनेपछि हामीले जे कुरामा पनि निस्वार्थ भावले पारदर्शी हिसाबले कुनै पनि काम गऱ्यौँ भनेपछि त्यसले प्रतिफल दिन्छ, निश्चित प्रतिफल दिन्छ जस्तो हामीलाई लाग्यो। अब म कस्तो थिएँ भने मैले रिटायर लिएको थिएँ, अनि रिटायर लिएको बेलामा म त्यस बेलामा एमालेमा आबद्ध हुँ। एमालेका साथीहरू त्यस बेलामा कर्णाली प्रदेशको अध्यक्ष हुनको लागि कानुनमा नै केही कुराहरू राखेको थियो, जसमा चाहिँ नि तपाईँको एमए पास गरेको अनि सरकारीमा अनुभव पनि भएको होइन, त्यस्तो खालको अलिकति योग्य मान्छे चाहिन्छ भन्ने कुरा नियममा भएको हुनाले
अब एमालेको तर्फबाट म प्रति नजर आयो अनि नजर आइसकेपछि अनि मैले एमालेकै सरकार थियो एमालेकै सरकार थियो अनि त्यस बेलामा आइसकेपछि अनि मैले पनि मलाई चाहिँ के थियो भने है म आफ्नो हिसाबले सोचेर हिँड्ने मान्छे हुँ मलाई आफ्नो हिसाबले हिँड्न दिने हो भने म अध्यक्ष खान्छु नत्र म अध्यक्ष म खाँदैन किनभने यो गल्ला अफिसर भएर यो अध्यक्ष खाँदाखेरि के हुन्छ भने त्यो अध्यक्षको गरिमा पनि रहँदैन र त्यसमा पनि के हुन्छ भने काम पनि हुँदैन त्यसैले मलाई निष्पक्ष तेरो स्वविवेकले जे हुन्छ त्यो अनुसार गर्न दिन्छौँ भन्ने भन्नुहुन्छ भने म काममा लाग्छु नत्र लाग्दैन भनेपछि साथीहरूले हुन्छ तपाईँको अनुभव धेरै छ तपाईँ लाग्नुपर्छ हामी तपाईँलाई आफ्नो हिसाबले लाग्न दिन्छौँ भनिसकेपछि मलाई के लाग्यो भनेपछि त्यस बेलामा हाम्रो चाहिँ नि पूर्णबहादुर खड्काको भाइ पनि हुनुहुन्छ हाम्रो डम्बरजी उहाँ चाहिँ नि उहाँ पनि त्यहीँ कार्यरत हुनुहुन्थ्यो अनि त्यसपछि एक दिन म काठमाडौँबाट सुर्खेत आउने अवस्थामा उहाँसित पनि सँगै चाहिँ नि आउने अवस्था पर्यो अनि हामीले यस सम्बन्धमा दुईटाले कुरा गऱ्यौँ किनभने जिल्ला हाम्रो हो सबै चिज हामीले तपाईँ हामी नलागेर यो चाहिँ हुँदैन त्यसो भए हुनाले तपाईँ मेसु चाहिँ हुनुहुन्छ भने म तपाईँलाई कोसिस गर्छु किनभने त्यो क्षमता मैले तपाईँमा देखेको छु भनिसकेपछि उहाँले चाहिँ स्वीकार गर्नुभयो अनि स्वीकार गरिसकेपछि उहाँको दरबन्दी दैलेख थियो त्यो दैलेखको दरबन्दीलाई पनि हामीले यहाँ सारेर मेसु चाहिँ बनाएर उहाँको ठुलो योगदान छ हस्पिटलको चाहिँ नि जुन लाइनमा काम गर्ने सन्दर्भमा ठुलो चाहिँ उहाँको योगदान छ सायद उहाँ चाहिँ नभएको म एक्लै भएको भए त्यो गर्ने सम्भावनै थिएन त्यसकारण हो सम्मिश्रण अनि त्यस बेलामा के भयो भने ल एमालेको मान्छे काङ्ग्रेसलाई चाहिँ मेसु भन्ने जस्ता प्रश्नहरू पनि आए किनभने त्यस बेलामा पार्टीहरूमा के थियो भनेपछि दुईटा पार्टी मिलेर राम्रो काम गर्नुपर्छ भन्ने भावनै थिएन अझै पनि छैन मेरो पार्टी हो मैले सबै गर्नुपर्छ जे गरे पनि गर्नुपर्छ भन्ने किसिमको जुन भाव छ नि अहिले पनि तर वास्तवमा समाज भनेको समाज हामीले विकास गर्ने हो जुन जुन पार्टीको हुनुहुन्छ राम्रो मान्छे जो जो छ त्यसलाई ल्याएर सौहार्दपूर्ण वातावरणमा बसेर हामीले काम गर्न सक्यौँ भनेपछि सबै समाजले पनि स्वीकार छ सबैले स्वीकार छ त्यो किसिमले हामीले त्यहाँ ठुलो मेहनत गरेर यहाँसम्म चाहिँ हामीले ल्याएको हो यहाँ चाहिँ प्रदेश अस्पतालको अध्यक्ष भइसकेपछि त्यसको नक्साङ्कन त्यस पछाडि प्रधानमन्त्रीसँगको बजेट मागका कुराहरू हो त्यस बेला म हेर्नुहोस् अब यो कहानी बताउने हो भने यही हस्पिटलकै एउटै चाहिँ एउटा एपिसोड पनि जान सक्छ म त्यति लामो म बताउन त सक्दैन र वास्तवमा भन्ने हो भने त्यो प्रदेश अस्पतालमा त्यो माथि अहिलेको जुन प्रदेश अस्पताल माथि छ नि त्यहाँ जम्मा दुईटा सुत्केरी बनाउने एउटा कोठा थियो बाहिरपट्टि सुत्केरी गराउँथे टोयलेट खतम थियो सारा चिज हेर्नै नलाग्थ्यो अनि त्यस्तो अवस्थामा चाहिँ मलाई चाहिँ अध्यक्ष बनाएर सुरुमा मैले त्यहाँ त्यसमा पानीको सुरु बोरिङ गराइयो अनि त्यसपछि त देश भर्खर संविधान जारी हुने अब संविधान जारी भइसकेपछि संघीयताको एउटा मोडलमा गएको थियो कतिको झन्झट थियो काम गर्न अथवा यो यस्तो हुँदो रहेछ काम गर्न मलाई मेरो जीवनमा मलाई कस्तो लाग्छ भने यदि आफू इमान्दार छ आफू निष्पक्ष छ आफू पारदर्शी छ र आफ्नो लगनशीलता आफूमा छ भने जस्तो सुकै ठाउँमा चाहिँ काम गर्न दिए पनि त्यो मान्छे सफल हुन्छ जस्तो मेरो जीवनका धेरै चाहिँ त्यस्ता उदाहरणहरू छन् अब त्यसमा के भन्ने अब भएको पाटो कामको पाटा अनि त्यसपछि चाहिँ हुँदै गयो अनि काम हामीले अनि के भयो भने पहिला त नक्साङ्कनकै कुरा आयो अनि नक्साङ्कन गरियो नक्सान गर्ने मात्रै भएन त्यसको बजेटको चाहिँ एलोकेसन गर्नु पर्यो अनि बजेटको लागि अब भाग्यवश के भइदियो भनेपछि यहाँ युनिभर्सिटीको चाहिँ नि उ थियो बैठक त्यो युनिभर्सिटीको बैठकको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई यहाँ बोलाइएको थियो तत्कालमा अनि बोलाउँदाखेरि मलाई पनि के लाग्यो भने जुन तलतिरको चाहिँ हस्पिटल छ त्यो हस्पिटलमा एउटा चाहिँ एक तलै भए पनि एउटा घर भए पनि त्यहाँ उद्घाटन गर्न सकियो भने र त्यसबाट चाहिँ प्रधानमन्त्रीज्यूबाट केही बजेटहरूको पनि व्यवस्था गर्न सकिन्छ र भन्ने चाहिँ अभिप्रायले हामीले चाहिँ 15 मिनट मात्रै समय चाहिँ प्रधानमन्त्रीको चाहिँ लिएका थियौँ त्यस बेलामा पूर्व अब एमालेका चाहिँ भनौँ न नवराज त्यस बेलामा सभापति हुनुहुन्थ्यो कि अथवा के हुनुहुन्थ्यो रावतले उहाँले पनि चाहिँ काठमाडौँ बसेर ठुलो भूमिका खेल्नुभयो अब त्यसमा चाहिँ सबैलाई लगाइयो अनि सबैले लागिसकेपछि अब एमलालजीकोलाई पनि त्यत्तिकै सम्झिन्छौँ उहाँले पनि त्यही किसिमले चाहिँ सहयोग गर्नुभयो अनि हामीले चाहिँ त्यो यहाँ बोलाउन सक्यौँ उद्घाटन गर्न सक्यौँ हामीले चाहिँ पैसाको माग गऱ्यौँ सारा कुराहरू राख्यौँ अनि त्यसपछि चाहिँ 84 करोडको चाहिँ इस्टिमेट निस्किएको थियो तत्कालीन प्रधानमन्त्रीज्यूले म दिन्छु भनेर भन्नुभयो 24 करोड दिन्छु भन्नुभयो हामी काठमाडौँ गयौँ
अनि त्यसमा धेरै पहलहरू गऱ्यौँ र बजेट पनि आयो। फेरि टेन्डर गर्नुपर्ने, 3 महिनाको ग्लोबल टेन्डर चाहिनेबाट चाहिँ गर्नुपर्ने, त्यो टेन्डर पनि 4 महिना लाग्यो। अनि त्यति गरिसकेपछि ठेकेदारको भएर हस्पिटलको उद्घाटन गरेर अनि करिब 60% काम गरेर मेरो 3 वर्षको कार्यकाल थियो। त्यो कार्यकालमा पत्रकार सम्मेलन गरेर अनि त्यसपछि त्यो कार्यकालबाट मुक्ति पाएको अवस्था हो। स्मृतिहरू त अझै पनि छन्। अब थोरै परिवारको कुरा गरौँ। हजुरको परिवारमा को हुनुहुन्छ अहिले, कहाँ हुनुहुन्छ? सबै विदेशमा? अब मेरो परिवार भन्ने हो भने त मेरो एउटा छोरा हो, एउटा छोरी हो हैन। हामी बुढाबुढी यहाँ छौँ। अब छोराछोरी गएको त अब 25औं वर्ष भइसक्यो। हजुर बेलायतमा छन्, छोरी पनि उही हो, छोरा पनि उही हो। सब परिवार नै सब परिवार पनि विदेशमा छन्, छोराछोरी सब छोराछोरी। जेनजी आन्दोलन पश्चात उत्पन्न राजनीतिक घटनाका क्रममा अलि एकैछिनपछि कुरा गरौँला। सबै जिन्दगीमा यति धेरै काम गरेर यो 77 वर्ष उमेर कटाइसकेपछि घरमै मजाले बस्ने उमेरमा चाहिँ फेरि राजनीतितिर कसरी लाग्नुभयो? अहिले राष्ट्रपातिर आबद्ध हुनुहुन्छ। विचार र सिद्धान्तका हिसाबले कम्युनिस्ट विचारधारालाई अङ्गाले पनि यहाँले फेरि कसरी जानुभयो राजनीतिमा र रासोपा नै किन रोज्नुभयो यहाँले, राष्ट्रिय स्वतन्त्र पार्टी? अब यो मैले कम्युनिस्ट त म बाल अवस्थामा जो महेन्द्रनगर नेपालगञ्जमा पढ्थेँ, त्यस बेलामा हामीले गएर अब उसमा रुपेडियामा गएर नानपाडामा गएर हामी पैसा तिर्थ्यौँ, लेबी तिर्थ्यौँ कम्युनिस्टको एउटै धारा मैले के बुझाएको थिएँ भने सर्वे भवन्तु सुखिना सर्वे सन्तु निरामय सर्वे भद्राणी पश्यन्ति मा कश्चित् दुःख भाग्दैन। त्यो उसमा पनि पत्र हाम्रो चाहिँ नि गोर्खापत्रमा पनि त्यही माथि लेखिएको हुन्थ्यो कि। अनि कम्युनिस्ट भनेको सबै समान हुन्छन् हैन, सबैको एउटै मर्यादा हुन्छ, सबै मिलेर बस्छन्, सबै राम्रो हुन्छ। त्यो समाज जस्तो राम्रो समाज त केही पनि होइन भन्ने कुरा हामीलाई बचपन अवस्थामा पर्यो। अनि पढिसकेपछि होला त त्योभन्दा राम्रो त के होला त, बचपन अवस्थाको पढ्ने बेलाको त भइहाल्यो नि। अनि त्यहीमा लाग्यो। अनि लाग्दै जाँदा बुझ्दै जाँदाखेरि हुन त हो रामायण त असाध्यै राम्रो छ, तर त्यो रामायणको भूमिका खेल्न त राम्रो सकिँदैन हैन। त्यस्तै भयो, कम्युनिस्टको विचारधारा राम्रो, फिलोसोफी राम्रो, कुरा राम्रो, तर काम एकातिर कुम्लो होइन। मदन भण्डारीसँगको यहाँको भनौँ न उहाँलाई फलो गर्ने, त्यसपछि मनमोहन अधिकारीलाई फलो गर्ने, उहाँका कुराहरू भाषणहरू सुन्ने कसरी मन पर्छ? अब त्यो त धेरै राम्रो त। सुरुमा चाहिँ हेर्नुहोस् कम्युनिस्ट विचारधाराहरू आए। मदन भण्डारीको पनि काठमाडौँमा 1 नम्बर क्षेत्र, मेरो बसाइ पनि त्यहीँ। अनि उहाँको प्रशिक्षण पनि बसेर एउटै चाहिँ तपाईँको चाहिँ कोठामा अनि बसेर माने बसेरै सबै समान रूपले कुरा गर्ने, सारा चिज गर्ने, त्यो देख्दाखेरि उनको बोली, उनको चाली, उनको व्यवहार, यो सबै देख्दाखेरि एउटा के हो भनेपछि यो पो हो त देश चाहिँ अगाडि बढाउने बाटो त यो हो त भन्ने किसिमले चाहिँ गइरहेको छ। परिस्थिति बस अब त्यो कुराले कोर्स फेर्यो। कोर्स फेर्दै अब देश केमा गयो त भन्दाखेरि अब गलत बाटोतिर जान लाग्यो। अनि त्यसले गर्दाखेरि देशमा कहिले पनि उन्नति नहुने, प्रगति नहुने, खालि चाहिँ मारामार काटाकाट यस्तो किसिमको चाहिँ व्यवस्था आयो। अब त्यहाँ हामीले अनि म त स्वयं तपाईँको चाहिँ हाउसमा गएर म रिपोर्टिङ गर्न जान्थेँ। हाम्रो रिपोर्टिङ हुन्थ्यो, कुन सांसदले कसरी बोलेको छ, कसरी बोले भन्ने कुरा पनि सम्पूर्ण चाहिँ यो आँखाले देखेको छ हैन। तर दुर्भाग्यवश के भइदियो भनेपछि सुरुमै चाहिँ एमाले र चाहिँ काङ्ग्रेसको 3 महिनासम्म लफडा पर्यो। अब आफै प्रजातन्त्र ल्याउँछन्, आफै लड्छन्। अनि लड्दा त के भने दुश्मन भयो, फेरि एक अर्काको दुश्मन भयो, समाज दुश्मन भयो, देश दुश्मन बनाइदिए, सारा चिज भएर मिलेर जानुपर्नेमा यिनीहरू चिलेर गएर के हो भनेपछि अलिकति देशले चाहिने जुन सही बाटो पकड्नु पर्ने थियो त्यो पकडेन। अनि त्यसपछि माओवादीको जन्म भयो। माओवादीको जन्म हुँदाखेरि पनि त्यस्तै भयो। अनि अब के हो भनेपछि अब अलिकति चाहिने स्वतन्त्र पार्टी जुन छ उसको जुन रवि लामिछानेको, उसको त रवि लामिछानेलाई हेर्ने हो भने वास्तवमा ऊ नेपालकै लागि जन्मेको जस्तो मान्छे लाग्छ है मलाई। किन भन्नुहुन्छ भनेपछि ऊ यहाँ पत्रकारिता गरेर अमेरिका गएको मान्छे, अनि फेरि एक सुख सुविधा भोगेको मान्छे, सबै चिज लिएको मान्छे, उसलाई कुन चाहिँ धरतीले नबोलाएर त ऊ आएन। धरतीले बोलाए पनि गिनिज बुकमा नाम लेखेर पत्रकारिताको लागि चाहिँ कन्टिन्यू चाहिँ पत्रकारिता गरेर गिनिज बुकमा चाहिँ नाम राखेर अब यो नेपालमा म अब देश बनाउन लाग्छु भनेर जब चाहिँ ऊ पार्टीमा लागे, अनि सब चाहिँ पुराना पार्टीको नजर के भयो भने उसैतिर खनियो के। अनि अब उसका चाहिँ विचारहरू, उसका भावनाहरू र त्योभन्दा पनि उसले गरेका काम, उसले जुन बनाएका घरहरू, गाउँहरू छन्, उसले बनाएको अस्पताल छ,
कति घरबार बिग्रेका विदेशहरूबाट मान्छे ल्याएर सारा चिज गरेर राज्यले गर्नुपर्ने काम चाहिँ रवि लामीले गरिदियो। अनि यो देखेर चाहिँ मान्छेलाई चाहिँ सबै के भनेपछि रवि लामी छानेतिर चाहिँ खनिएको चाहिँ जस्तो लाग्छ। न तर अरू चाहिँ यसमा ऊप्रतिको जुन लान्छना लगाएको छ ती वाइहात लान्छना हुन्, त्यो कुनै पनि राम्रो होइन जस्तो लाग्छ मलाई। पुराना राजनीतिक दल र अहिले स्थापित वैकल्पिक भनिन्छ, यी राजनीतिक दल बीचको भिन्नता के छ? भिन्नता त हेर्नुहोस् यसो छ, संसार परिवर्तनशील छ हजुर होइन। यो रुखले अहिले यी रुखले यी पत्ताहरू हेर्नु यति जति थिए नि, यी साना थिए पत्ताहरू, अहिले यति राम्रा पत्ताहरू आए, फेरिए नि। हो, समयले के भन्छ भनेपछि परिवर्तन गर, हस्तान्तरण गर। राजनीति भने पनि हस्तान्तरण गर्ने कुरा हो। किनभने पुरानो मान्छेले नयाँ किसिमको अनुसार कामै गर्न सक्दैन। नयाँ सोच, नयाँ विचार, नयाँ उमङ्ग, सारा चिजले परिवर्तन लिइसकेको हुन्छ। त्यसैले के भन्छ भने राजनीतिक पनि पुस्तान्तरण हुँदै जानुपर्छ। तर यहाँ त दुर्भाग्य त के भइदियो भनेपछि पुरानाले जे खाए त्यही अहिलेसम्म त्यसैलाई मान्ने, त्योभन्दा नयाँ केटाहरू पनि त्यसैलाई राम्रो हो भन्ने। अब यसले गर्दाखेरि के हो भने कुसंस्कार, विकृति र नराम्रो परम्पराले जडा गाड्यो। अब जति पुरानो चिज हुन्छ त्यसले गहन जडा गाड्छ, जति गडा गाड्यो त्यसलाई उखाल्न गाह्रो हुन्छ। अहिले भएको अवस्था त्यही हो। नत्र नेपाली काङ्ग्रेसमा नि 101 यङ केटाहरू छन्, राम्रो छन्। एमालेमा त्यस्तै खालका छन्। तर चाहिने किन पुरानै किन चाहिने? के त्यतिको नेतृत्व, त्यतिको ज्ञान र त्यतिको अनुभव नभएका मान्छे छन्? छैनन् नि। अब यिनले त कुनै पनि हालतमा नछोड्ने भइसकेपछि अब जेनजीको पुस्ता हो नि यो त। अब त यो समाजमा हुर्किने, यो समाजलाई अगाडि बढाउने, यो समाजको वास्तविक जो स्वाद लिनुपर्ने अवस्था हो, अब त्यो त जेनजीको अवस्था हो नि। त्यसै उनको चाहना के छ भने है यो तिम्रो पुरानो परम्पराले भ्रष्टाचार बढ्यो, तिमीहरूले जडा गाड्यौ, त्यसैले छोडिदेऊ। हाम्रो चाहिँ हामी अब स्वच्छन्द भएर बस्छौँ होइन। हामी नयाँ युगको चाहिँ अब हामी बाँच्न चाहन्छौँ, रमाउन चाहन्छौँ भनेर भन्दाखेरि अब यिनले चारैतिरबाट घेरा गाडेर जो भएन भनेर अझ उही पुरानो किसिमको चाहिँ परम्परा चाहिँ आउनला। यसले गर्दाखेरि के हो भने मान्छेमा वितृष्णा जाग्यो। त वितृष्णा जागिसकेपछि जहाँ पनि के हुन्छ भने त्यसले चाहिँ नि नराम्रो बाटो। तपाईँ आबद्ध राजनीतिक दल रासोपा र अन्य दलमा भिन्नता भन्नुभयो। हुन त रासोपा पनि उस्तै त भयो नि पछिल्लो समय, होइन र? होइन, यसमा धेरै फरक छ। हेर्नुहोस्, अब एउटा कुरा हामीले बुझ्नुपर्ने कुरा छ भने पुस्तान्तरणको सुरुवात अब कसले गर्न लाए? रासोपाले गर्न लाए। हजुर। किनभने 2 कार्यकालभन्दा अर्को कार्यकालमा हुन्न। यो त पुस्तान्तरणको सबैभन्दा महत्त्वपूर्ण त्यो कुरा त्यो हो। र पुस्तान्तरण कसरी गर्ने? रासोपामा र अन्य पुराना राजनीतिक दल मानिने एमाले काङ्ग्रेसमा के फरक रह्यो? त्यही त, उनीहरूमा पुस्तान्तरण भएन के? देखिएन नि। अहिले भर्खरै समानुपातिक सांसद छनौट प्रक्रियामा छ। प्राइमरी इलेक्सन पनि हुँदैछ। सम्भवतः यो कार्यक्रम रेकर्ड भइसकेपछि, प्रसारण भइसकेपछि प्रत्यक्ष तहका सांसदहरू पनि सायद छनौट प्रक्रियामा जान्छन् होला। समानुपातिक सूचीमा कङ्ग्रेसबाट आर्जु राणा देउबा पर्नु र रासोपाबाट रवि लामिछानेका निकट मानिने विपिन आचार्य पर्नुमा त के फरक रह्यो र के अन्तर रह्यो? होइन, सुन्नुहोस्, विपिन कुमार आचार्य रवि लामिछानेसँग निकै नजिक भएका पात्र मानिन्छन्। उनको ग्यालेक्सी न्युज 24 देखि ग्यालेक्सीसम्म, ग्यालेक्सीदेखि राजनीतिसम्म आबद्धता छ। उनी समानुपातिक सूचीमा लगभग अटाउँछन् र भोलि सांसद पनि हुन्छन्। आर्जु राणा र उनीमा के फरक रह्यो र? अब यसमा यस्तो छ, तपाईँको के छ भनेपछि जो घरको मूल्य हुन्छ नि त्यो मूल्य समानुपातिक त संविधानले दिएको अधिकार प्रयोग गर्ने पिछाडिएको वर्ग समुदाय पनि राज्यको नेतृत्वमा जाओस् भन्नको लागि बनाएको होला नि। यदि त्यस्तो हो भने नेपालकै पिछाडिएको प्रदेश कर्णाली प्रदेश, त्यसमा पनि पिछाडिएको वर्ग समुदाय, दलित समुदायको प्रतिनिधित्व कहिले हुन्छ हाम्रो संसदमा, वादी समुदायको प्रतिनिधित्व कहिले हुन्छ, एकदम पछाडिएको समुदाय, राज्य समुदायको प्रतिनिधित्व कहिले हुन्छ? त्यस्ता पात्रहरूलाई खोजेर पो समानुपातिक सूचीमा अटाउनु पर्थ्यो र भन्ने चाहिँ मेरो प्रश्न। एकदम तपाईँको प्रश्न एकदम राम्रो, समसामयिक प्रश्न पनि हो यो। हजुर। किनभनेपछि यो प्रश्नलाई हामीले चाहिँ नि राम्रोसित नै चाहिँ नि प्रशंसा गर्नुपर्ने हुन्छ। अब म यसलाई तपाईँलाई यसको म कतातिर चाहिँ नि लैजान्छु भनेर भन्नुहुन्छ भने
अब विपिनको कुरा गर्नुभयो, खास गरेर तपाईँले विपिनको कुरा गर्नुभयो। कुनै पनि मात्र होइन, एबिसी अन्य एबिसी म भन्दैछु, एक त के हुन्छ नि संविधानले नै विभिन्न जात जाति विभिन्न समूहहरू छुट्याएर क्लस्टरहरू छुट्याएर यति % यसमा जाने, यति % यसमा जाने, यति % यसमा जाने भनेको हुन्छ। त्यो पर्सेन्टभन्दा हामीले तलमाथि गर्न हामीले पाउँदैनौँ। यदि तलमाथि गऱ्यो भने पछि गएर लोकसेवाले के अरे निर्वाचन आयोगले के गर्छ भने जुन संविधानले चाहिँ जुन परिकल्पना गरेका चाहिँ छ जनजाति यी सबैहरूलाई उसले मिलाएर पछि चाहिँ नि उसले आफूले अन्तिम अवस्थामा उसले नाम राख्छ। जहाँसम्म अब विपिनको कुरा गर्नुभयो, अब विपिन कस्तो मान्छे हो भनेपछि असाध्य अध्ययनशील मान्छे र ऊ बाहिरबाट पढेर चाहिँ आएको र सारा चिजहरू यो जुन अहिले चाहिँ हामीले छनौट प्रक्रियाको छ नि यो छनौट प्रक्रियासँग उसको अध्ययनै त्यही छनौट प्रक्रियासम्म भएको र त्यो योग्य मान्छे। अब त्यो योग्य मान्छेलाई प्रत्यक्षमा चुनाव लडाउने हो भने अब उसले चाहिँ बाहिर गर्नुपर्ने कामहरू फेरि छुट्ने भयो, किनभने ऊ त आफ्नो चुनावको उसमा जाने भयो। त्यसैले पार्टीले यस्तो अवस्थामा के सोध्छ भने जुन आफ्ना अमुक वक्ताहरू छन् जो राम्रो प्रस्तुत गर्ने खालका छन् तिनीहरूलाई हेरेर समानुपातिमा राख्छ हैन, किनभने उनले बाहिर गएर प्रचार गर्नुपर्ने अवस्था हुन्छ हैन। जो जनतासित भिजेको अवस्था छन् तिनीहरू प्रत्यक्ष चाहिँ निर्वाचनमा जान्छन् हैन। त्यसरी चाहिँ नि गरेर चाहिँ नि यो ल्याएको जहाँसम्मको कर्णाली प्रदेशको वादीको हिसाब गर्नुभयो, भिन्न जाति गर्नुपर्यो, हामीलाई संविधानले कति दिएको छ, संविधानले हामीलाई जति दिएको छ त्यति नै लिने हो। अब वादी कोटा मध्येमा एउटा पर्छ, अहिले पनि समानुपातिकमा एकजनाले हाल्नु भएको छ। अब के हुन्छ भने टोटल चाहिँ नि 110 मध्येमा हाम्रो पार्टीले कतिवटा सिट ल्याउने हो, त्यसमा वादीको कति आउने हो, त्यसको अनुपातमा हामीले पाउने हो हैन। त्यो हामीले चाहेर पनि राम्रो मान्छे ल्याउँ भनेर पनि त्यो राम्रो मान्छे ल्याउनु सक्ने अवस्था हुँदैन के, किनभने हामीले ऐन नियम र संविधानको परिधिभित्र बसेर त हामी सबै बस्नुपर्ने हुन्छ। त त्यसो भएको हुनाले यी सबै कुराहरू जुन कुराहरू छन् नि यो हामीले बुद्धि विवेक र पुर्याएर नै सबै पार्टीले गरिरहेको छ। र अहिले अझ 20 गरेर जुन अब जुन रवि लामी छानेर बालेनको जुन मिलनको कुरा छ त्यसले अझ त्यसमा पनि अझै फरक ल्याउला जस्तो देखिएको छ। त्यो त पछि हेर्दै जाउँला। उमेरको हिसाबले त तपाईँ पनि 70 वर्ष पुरा भइसक्नुभयो। तपाईँसँगैका लगभग 1 वर्ष जेठा केपी शर्मा ओली, 5-7 वर्ष जेठा शेरबहादुर देउपा 6औं पटक प्रधानमन्त्री हुने, 5औं पटक प्रधानमन्त्री हुने दौडमा छन्। पद र प्रतिष्ठाको माया त सबैलाई हुँदो रहेछ। तपाईँ यो उमेरमा आइपुग्दा पनि कता कता क्षेत्र नम्बर 2 बाट तपाईँ सुर्खेत क्षेत्र नम्बर 2 बाट उम्मेदवारको प्रत्याशी हो अथवा यति कुरा गरिसकेपछि के? अब यो यस्तो हुन्छ हेर्नुहोस्, अब यो अहिले हाम्रो जुन चुनावको जुन परिपाटी छ नि चुनावको परिपाटी अत्यन्त पुराना पार्टीहरूको भन्दा फरक किसिमको छ। हाम्रो छनौट नै चाहिँ प्रजातान्त्रिक किसिमको छनौट छ। त्यो प्रजातान्त्रिकको छनौटको बेलामा कति इच्छा राख्ने मान्छे छन्, एउटा सदस्य लिएको मान्छे उम्मेदवार हुन पाउँछ। तपाईको इच्छा हुन्छ कि हुन्न? अब मेरो इच्छा पनि मेरो इच्छाले मात्रै केही काम राख्दैन। यो इच्छा हुनलाई त पार्टीको इच्छा हुनुपर्छ अथवा यहाँ साथीभाइहरू बुझे कि साथीभाइहरूले जसरी म अनुशासन आएको सभापति भएँ, यो प्रदेशको सभापति भएँ, त्यो मेरो इच्छाले होइन, मेरो घरमै आएर तपाईँ होइदिनु पर्यो भनेर चाहिँ नि पार्टीको चाहिँ नि सदस्य भएँ। अनि त्यसपछि चाहिँ नि साथीहरूले नै तपाईँ जस्तो पढे लेखेको मान्छे, तपाईँले बुझेको मान्छे, कानुन पढेको मान्छे, तपाईँ जस्तो मान्छे अनुशासन आएको चाहिँ अध्यक्ष भइदिनु पर्यो कर्णालीको भनेर मैले अनुशासन आएको हो। त्यसै कारण यो पद पाउने पद खाने हिसाबले भएको त त्यत्रो माथिल्लो पदमा पुगेकोले पनि किन राजीनामा गर्ने हो? बसे हुन्थ्यो नि, अझै खाए हुन्थ्यो नि त। त्यो होइन, पदको कुरा होइन। जब संस्थालाई आवश्यक पर्छ लाग्ने, संस्थालाई आवश्यक पर्दैन भने नलाग्ने। सुर्खेत निर्वाचन क्षेत्र नम्बर 2 बाट राष्ट्रिय स्वतन्त्र पार्टीसँग चुनाव लड्ने, प्रत्यक्ष रूपमा चुनाव लड्ने मान्छे कोही नआउँदा तपाईँ अघि बढ्नुहुन्छ? अब त्यो त मेरो भनाइले हुँदैन, मेरो इच्छाले केही पनि गर्दैन। मान्छेले त सबैले इच्छा राख्छन्, तर त्यसमा के हुन्छ भने पार्टीको साथीभाइको सदिच्छा इच्छाको इच्छा छ कि छैन? अनि मेरो इच्छाले कामै दिन्न। मेरो इच्छा छ छैन भन्ने भन्दा पनि मैले एक किसिमले चाहिँ मैले एक किसिमको इच्छा राखौँला, तर पार्टीले चाहिँ नि अहिले तपाईँ यो काममा बस्नुपर्छ भने मेरो इच्छाले काम लाग्छ। र जब हामी कुनै संस्थामा जान्छौँ भने त्यो संस्थाको इच्छाले के चाहेको छ, कस्तो किसिमको चाहेको छ, त्यो संस्थाको कुरा आउँछ। हो मेरो घर परिवारको विषयमा हुने हो भने तपाईँको इच्छा के छ भनेर भन्यो भने मेरो इच्छा यो छ भन्ने होला, तर संस्थाको विषयमा मेरो इच्छाको कुनै अर्थ रहँदैन। त्यो संस्थाले नै मूल्याङ्कन गर्छ, संस्थाले नै काम लगाउँछ र संस्थाले जे भन्छ
त्यहीतिर जानुपर्ने हुन्छ। यो किनभने सङ्गठनको हिसाब नै सङ्गठनको काम कारबाही अब राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेशमा अवस्था के छ त? भौगोलिक रूपमा त यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको धरातल निकै कमजोर छ भन्छन्, साङ्गठनिक रूपमा के छ अहिलेको? यो वास्तवमा तपाईँले प्रश्न गरेको यो असाध्य मार्मिक प्रश्न पनि हो। किनभनेपछि सुर्खेत जिल्ला कस्ता राजनीतिज्ञहरूले जडा गाडेको राजनीतिको हो भन्ने कुरा देखिन्छ। यो दुइटै चाहिँ नि तिनटै तपाईँको राजनीति के हो भने विद्यार्थी कालदेखि नै यिनीहरू चाहिँ नि राजनीतिमा लागेका मान्छे हुन्। यिनीहरूको जडा अत्यन्त गहन छ, गहिरो छ। त्यो गहिरो जडालाई जस्तो तस्तोले चाहिँ नि उखाल्न सक्ने अवस्था छैन हैन। यसको लागि निकै किसिमको चाहिँ नि हुरी बतास चाहिँ नि ल्याउनु पर्ने हुन्छ राजनीतिमा। अब यदि स्थानीय तहको चाहिँ नि भएको भए स्थानीय तहले एक जनतामा गएर एक किसिमको उभार ल्याइदिन्थ्यो। अब त्यो पछि हुने भयो, 84 सालमा हुने भयो। अहिले गर्नुपर्ने चाहिँ नि चुनाव नयाँ भयो र प्रत्यक्ष सबै जनताहरूको सामनेमा गएर चाहिँ नि हामीले चाहिँ आफ्ना विचारहरू पुराना पार्टीका चाहिँ नि अब जुन परिपाटी विचारहरू उनीहरूले राखेका छन्, उनीहरूले गरेका काम हैन, त्यसमा चाहिँ नि त्यसको विश्लेषण जनताका सामुन्यमा राखेर हामीले जनतालाई यो कारणले नयाँ पार्टीमा आउनुपर्छ, पुराना पार्टी भन्दा नयाँ पार्टी यो कारणले बेटर छन् भनेर हामीले जनता सामुन्य गएर हामीले जबसम्म जनताको मनोभावना परिवर्तन गर्न सक्दैनौँ त्यसैले अलिकति बजारमा के भन्छन् भने कर्णाली प्रदेशमा 12वटा निर्वाचन क्षेत्र प्रत्यक्षतर्फका, तीमध्ये एउटा सिट पनि जित्दैन राजसपाले भन्छन्। त्यो त यसो मुख्य कुरा के भने त्यो कस्ता खालकाले भन्छन् भनेपछि अब जुन पुराना दलका चाहिँ साथीहरू बस्छन् नि, उनीहरूको गफ गर्छन् नि, उनीहरू नयाँ मान्छेसित गफ गर्न चाहन्नन्। आफ्नै वर्गमा गफ गर्ने हुन्, आफ्नै अनुहार हेर्ने हुन्। अनि त्यसपछि उनले के भन्छन् भने त्यो अनुहारहरू देख्छन् नि, अनुहार देखेपछि संसारै हामी हौँ, बाहिर त केही पनि भएको छैन। अब हाम्रो प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्रीले यदि यसरी चाहिँ राज्य यस्तो अवस्थामा गइसकेको छ भन्ने कुरा सुरक्षा परिषदका चाहिँ मान्छेहरूले चाहिँ भन्दाखेरि पनि त्यो नपत्याएर अब यो स्थिति जेनजीको चाहिँ यो देश यो भड्खालोमा गयो। उहाँहरूको कुरा त्यही हुन्छ। तर जनताले के भनेपछि निहालेर हेरिराखेका छन्, बुझिराखेका छन्। त्यसले गर्दाखेरि चाहिँ नि उहाँहरूको सोचाइ त्यही हो। तर जनताले ठुलो परिवर्तन, हामी जहाँ जान्छौँ त्यहीँ ठुलो परिवर्तन खोजिरहेका छन्। अन्त्यमा जेनजी आन्दोलन भयो, विषम परिस्थितिमा जेनजी आन्दोलन पछिको राजनीतिक परिवेश नै फेरिएको छ। जेनजी आन्दोलन के कारणले भयो जस्तो लाग्छ र अबको राजनीतिक बाटो निकास चाहिँ के रहन्छ यहाँको विचारमा? अब हेर्नुहोस्, यसको वास्तविक जेनजी यति छिटो आउनुपर्ने अवस्था के हो भनेपछि हामीले फेरि फर्केर रवि लामिछाने सानेतिर जानुपर्छ। 20 जना सांसदले सदनमा जुन जागरण गरेका छन् नि, व्यथितिको जुन जागरण गरे, त्यो जागरण गरिसकेपछि बल्ल जनताले ओहो यस्तो किसिमको भ्रष्टाचार हुँदो रहेछ, यस्तो किसिमको असमानता हुँदो रहेछ, यस्तो किसिमको अन्याय हुँदो रहेछ जुन आयो नि, त्यो आइसकेपछि अलिकति चाहिँ जनतामा जेनजीहरूमा पनि अलिकति चाहिँ परिवर्तनका चाहनाहरू आए। अनि चाहना आइसकेपछि यसको त वास्तवमा के हो भने भ्रष्टाचार नै हो, अन्याय हो, अत्याचार हो हैन। आफन्तपनलाई चाहिँ बढुवा दिने, अरूलाई चाहिँ अरूको अस्तित्वको स्वीकारै नगर्ने, यस्तो किसिमको जुन प्रवृत्ति हो, यसले गर्दाखेरि अब जेनजीहरूको मुभमेन्ट चाहिँ नि अब त्यसले जागरण गराइदियो। अबको राजनीतिक बाटो निकास चाहिँ के रहन्छ त देशको? अब हेर्नुहोस्, यो 2-3 किसिमले जान्छ जस्तो मलाई लागिरहेको छ। पहिलो कुरो त के छ भनेपछि जेनजीको चाहना के थियो भनेपछि अलिकति चाहिँ परिवर्तन ल्याउनुपर्छ, संविधानमा नै परिवर्तन ल्याउनुपर्छ। संविधानमा परिवर्तन नल्याउने हो भने देश बन्न सक्दैन। किनभने एमाले र काङ्ग्रेसले जोइन्ट सरकार किन बनाएको? संविधान परिवर्तनको लागि भनेर भने होइन हो। जोइन्ट परिवर्तन भन्दाखेरि के संविधानमा कहाँ ल्याए त, के ल्याए त, कसो ल्याए त? जनतालाई भन्ने एउटा, आफूले गर्ने अर्को। यो जुन द्वैत चरित्र छ नि, द्वैत चरित्र गर्दाखेरि के भयो त भन्दाखेरि यो परिस्थिति चाहिँ आएको हो। अब यसलाई चाहिँ नि हामीले चाहिँ नि बुझ्न जरुरी छ। त्यसो भए हुनाले अब उनीहरूको चाहिँ नि मा भन्ने हो भनेपछि होइन, यो त चाहिँ नि के हो भने सामान्य किसिमको अवस्था हो, सामान्य किसिमको अवस्था भए हुनाले यसमा चाहिँ नि केही पनि छैन भन्ने चाहिँ कुरा त आउँछ। तर यो वास्तवमा भन्ने हो भनेपछि यसको परिणाम अझ तपाईँको
यदि पुरानै स्टाइलमा गयो भने योभन्दा अझ चाहिँ नि भया परिस्थिति नआउला। भनिएका राजनीतिक दलहरूले निर्वाचन जित्नुपर्छ, युवाको सरकार बन्नुपर्छ, त्यसमा सुशासन कायम हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्ने हो। सही त्यही नै हो। अब किनभने चुनाव बाहेक त अरू त विकल्प हुँदैन। स्थायित्वको लागि त चाहिँ नि जनताको जनमत नै चाहिन्छ। जनताको जनमत चाहिँ नि लिनु नै सबैभन्दा प्रजातान्त्रिक जुन चाहिँ नि परिपाटी मानिन्छ। जनतासित अनुमोदित भएर आएर जसले चाहिँ नि सरकार चलाउँछ उसैले नै चाहिँ नि गर्यो भनेपछि यसमा परिवर्तनहरू पनि आउँछन्। अब होइन हामीले नै खानुपर्छ, फेरि अदालतमा गएर मुद्दा दिएर अदालतमा स्थापित भइदियोस्, अझै हामी खान्छौँ, हामी चाहन्छौँ भनेर कुतर्क गर्नु त्यसको कुनै पनि अर्थ छैन। हस्, आदरणीय दर्शक महानुभावहरू, आजको हाम्रो कर्णाली संवाद कार्यक्रममा कर्णाली प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्गठन विभागका प्रमुख खम्बराज थानी हुनुहुन्थ्यो। हाम्रो कर्णाली संवाद कार्यक्रममा आइदिनु भयो र आफ्नो महत्त्वपूर्ण समय र आफ्ना महत्त्वपूर्ण अनुभवहरू व्यक्त गरिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार। पुनः हजुरलाई धन्यवाद दिँदै म एउटा करेक्सन के गर्न खोज्छु भने म सङ्गठन विभागको प्रमुख नभएर अब अहिले चाहिँ नि साधारण सदस्यको हिसाबमा छु र यसैमा चाहिँ नि अहिले म बस्छु। पहिला चाहिँ नि म अब अनुशासन आयोगको पनि भएँ, अनुशासन आयोगको प्रमुखै थिएँ कर्णाली प्रदेशको भनेपछि, अनि त्यसपछि अब यो कर्णाली प्रदेशकै संयोजक भएर चलाएको हो। हस्, हस्, थ्याङ्क यू धेरै।